भजन कीर्तन पनि हुनेछ। सुन्नै छाडे हरि बाँसुरी फुकेको हरे कृष्ण छोडी लुकेको सुन्नै छाडे हरि बाँसुरी फुकेको सुन्नै छाडे बाँसुरी फुकेको सुन्नै छाडे हरि बाँसुरी फुकेको हरि सुन्नै छाडे हरि बाँसुरी फुकेको सबैलाई चोरले हान्नु पर्ने हो कि मलाई मात्र हान्ने बुढी हो? ल त्यो मेरो बुढीलाई नि चोरले हान्यो कि खोइ के पो गर्यो ल हिँड्नु न गुच्चु गाँथेलाई नि हाने भए बुद्धि फिर्थ्यो कि ल बरु यहाँ सुन एक गाउँघरमा गएर हाम्रो टोलमा गएर त्यो काकालाई नराम्रोसँग चोरले कुटेछ नभने है भन्दिन कसैलाई नभन है त्यस्तो त कहाँ भन्छु त बरु यसो लगेर के कसो भएको छ उपचार गरौँला काका पर्दैन उपचार गर्न गाउँभरि प्रसाद ल्याइदिन्छु भनेर फुर्ती गरेर आएको थिएँ के मुख देखाएर फर्किनु अब प्रसाद यसो गरौँला काका अब त्यही आफ्नै ठाउँको मन्दिरमा जाने टक्क लाएर त्यहीँको प्रसाद बोकेर लिएर भन्नु अनि बाबु त्यहाँको पुरानो सक्यो कि बाँकी छ? कहाँ सकिन्छ सकिने भएदेखि म तपाईँलाई यसरी बारम्बार भेट्न आएको आई गर्थेँ त सकेकै छैन अझै बाँकी छ। ठिक छ चिन्ता नगर मेरो भनेका तिनै छरछिमेकहरू त चाहिन्छ नि त जाउँ सबैजना सामूहिक कार्यक्रम हो सबैजना जुटौँ। भतिजो को भतिजो तिम्रो को भतिजो छ? कति छन् भने जो नि पैसा पाउँछ भने नाच भनेर नाता लाउन आउँछ कोही काका कोही मामा अनेक भन्छन् नि। तिमी मरेपछि कहाँ हाल्ने? ए हर्के अघि त भन्नुपर्दा त उयोलाई आइहाल्थ्यो नि के छ बाबु भतिज? कहीँ नि
खाइने ल हेर्नु न साइज बिगारेको यस्तरी साइज बिगार्ने हो मलाई ठुलो मान्छेले यही संस्कारै सकियो भने के भयो अब ठुलो मान्छे आएपछि यसो ढोल भेट गर्नुपर्छ यसो कोसेली पात लिएर पर्छै पर्दैन घर आउँदा यता मोरा भतिजो होइन काका यो फेरि 1270 कुरा किन गरिरहनु हो कहीँ नै फेरि हेर्नु साइजै बिगार्ने भइसक्यो हो त उ गरेर गर्नलाई के भन्नु पर्यो त अनि मैले टाढैको साइज भन्न सकिँदैन के भयो काका ढोक गरेका भाग्यवान भएछ भाग्यवान गाडीको सवारी हो काका बस यसरी बोल्नुपर्छ है बाउ ठुलो माटो मान्छे अब आइहालिस् के अब कहाँ जानु आयो भने भन्न भएन टाढैको साइज भन्नु भन्छ अब हो तैँले सोधिहालिस् बाबु खै कुर्सी पनि एउटै छैन गर्नलाई कहाँ लाग्यो भने एउटा कुर्सी ल्यायो भने भतिजा टाढाबाट कति टाढाबाट ल बाबु भतिज मलाई परेन कुर्सी ल्याएर भएन बाबु पाहुना हो नि त अर्को ल्यायो के हो आफ्नो नाति भयो पो भने भन्छन् गाउँले नाति के भने भन्थे बाबु आफ्नो नातिलाई त टेक्ने हाल्नु दिएन नि मिल्ने अब गाउँले नातिलाई प्याट्ट पारेपछि कुरोलाई हेर्छ हुँदैन काका बरु मलाई दिनु है म सहन सक्छु तँलाई किन दिने भयो त फेरि आफ्नै भतिस् अनि अब कहाँ जान लागिस् भनिहालिस् बाबु के कहाँ बस्नु हुने बाबु बर्बादै बनाएको छ नि त काका मैले त भनेको थिएँ नि तपाईँलाई यो साइज बनाएर नहिँड्नु भनेर बाबु एउटा कुरा शङ्का लागिरहेछ मलाई के कुरो काका म चारधाम जान भनेर निस्किया चाहिँ तँलाई मात्रै थाहा थियो कतै पैसा छ मोबाइल छ भन्ने कुरा चोराको हरेक तरिकाको आइडिया हुन्छ कसरी चोरी बसपातमा के उपरपट्टि लाएर बसिरहेको अघि नै हो त निस्किया त त्यही ज्यामराज तेरी काकीले कुरे कहाँ मरि निस्किया मान्छे फुत्त हिँडेर हुँदै हुँदैन बाबु खत्तम भयो बाबु मेरो घर गहना सम्पत्ति जम्मै लुटे म कसरी घर जाउँ बाबु केही भएको छैन काका केही भएको छैन बस्नु केही भएको तँलाई पो केही भएको मलाई हुनु जति भइसकेको छ हेर्नु काका तपाईँको साथा भए पो चोरे ब्याङ्कमा भए त चोरे होइन नि त छ त किन चिन्ता गरेर बस्नु बाबु आज मैले नराम्रो दुःख पाएँ दुःख पाइँदैन त अनि आफ्नै बुद्धिले गर्दा दुःख पाएँ तैँले भने जस्तै हल्ला नगर्नुहोस् है अगाडि बसेर हल्ला गर्नु हुँदैन हल्ला नगर्नुहोस् है आत्मदेव ब्राह्मण धुन्धुकारीको पिता धुन्धुकारीले हिजो सन्तान भन्दा गएर जङ्गलमा गएर भागवतको 10औं स्कन्ध पाठ पारायण गरेर बस्नुभयो आत्मदेव ब्राह्मण वनतिर गएपछि